हेलो एभ्रिवान, हजुरलाई वेलकम छ फेरि पनि मेरो युट्युब च्यानलमा। प्लिज लाइक सब्सक्राइब गरिदिनु हुन्छ, लाइक एन्ड सब्सक्राइब पनि गरिदिनुहोस् होला। अनि आजको दिन चाहिँ यस्तो छ मेरो। पानी पो छिटा कस्तो गऱ्यो त। दिन चाहिँ एकदम भन्दा पनि एकदम जाडो छ हाम्रोमा चाहिँ। यहाँ चाहिँ काली छुटिरहेको रहेछ, तपाईँहरूले देख्न सक्नुहुन्छ। यहाँ छ काली है। अनि साथीहरू त्यही हो, नस्पतिको रुख चाहिँ आज यो फुलहरू सारौँ भनेको। मेरो चाहिँ त्यस्तो बेसी डेली भ्लगको कामै केही हुँदैन, भरे बा मुकबाङ पनि गर्छु कि भन्नु सक्दिनँ म। जहाँ जाउँ मेरे कुरा काट्ने भए सबै। अनि यहाँ हेर्नु न, यहाँ चाहिँ मेरो रेनिकुलस कोपिला लागेर अब चाहिँ फुल्न स्टार्ट भइसक्यो। अरू पनि छ यहाँ है, सँगसँगै यहाँ पनि छ। यो चाहिँ रेनिकुलस हो। यो चाहिँ नामै यसको लामो छ, रेनिकुलस। आमा हेर्नु नै, कोपिला लगाइसकेको छ यहाँसम्म नै हो। यसरी नै कोपिला लागिरहेको छ। यसको चाहिँ रेनिकुलसको चाहिँ मेरो साथसाथै तपाईँहरूले यहाँ हेर्न सक्नुहुन्छ, यस्तो दामी यो आरू फुलेको छ। यहाँ चाहिँ यहाँ त यति बेसी मौरी आइरहेको छ नि, सोच्दैछु पानी हाल्ने बिजोग हुन्छ। यहाँ चाहिँ हाम्रो साग छ चटक्कैसँगले। तपाईँलाई कसलाई मनपर्छ यस्तो साग चाहिँ, सलाद चाइनिज साग जस्तो भन्छ। यो फुल चाहिँ मेरो सार्नुपर्ने फुल हो यो चाहिँ होइन। यसो झार पलाइदिन्छ, पुरा बिस्वाद हुन्छ। बिस्वाद अस्ति उखाले फ्याँको झार चाहिँ फेरि पलाएछ। यहाँनिर नै यसलाई चाहिँ म पल्लोपट्टि सारौँ चाहिँ भनेको होइन, अनि तर पल्लोपट्टि चाहिँ घाम त्यस्तो भेट्दैन, अनि फुल्नु सक्छ सक्दैन याद भएन। भए हौसिनी हो कि पल्लोपट्टि त सार्नु चाहिँ भनेको, के गरौँ कन्फ्युज भयो म। म आफैमा कन्फ्युज छु साथीहरू, के गर्नुपर्ने, फुल कुन ठाउँमा लगाउनु पर्ने। त्यो बेसी मौरी भन्किरहेको छ नि यहाँ चाहिँ फुलले गर्दा। त्यही भएर कन्फ्युज भइरहेको छु, के गर्नु। यहाँ हरेसलाग्दो दिन छ, हरेसलाग्दो। यो चाहिँ अस्ति काम गर्दै चाहिँ रहेको छ हाम्रो। यहाँदेखि यता चाहिँ गरेको छैन नि त, बिजी भएको कारणले गर्दाखेरि। यहाँ चाहिँ यो फुल चाहिँ हटाउनु पर्ने। अब कहाँ हटाउनु पर्ने होइन, सोच्दैछु।